सुर्खेतको वीरेन्द्रनगरमा 61औं अन्तर्राष्ट्रिय जाति विभेद उन्मूलन दिवसको अवसरमा जाति विभेदले समुदाय र बालबालिकामा पारेको असरबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन भन्ने नारासहित सीसीआर कर्णाली प्रदेश, इन्सेक, फेडो, डब्लुएचआर, सोसेक नेपाल, आवाज संस्था र क्याकमाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो। कार्यक्रममा सहभागीहरूले जाति विभेद अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन र सचेतना अभिवृद्धिमा जोड दिएका छन्। हाम्रो संविधानको धारा 24 र उतातिर 40 मा पनि के भन्छ त भन्दा जातीय छुवाछुत तथा विभेद अन्त्य हुनुपर्छ भनेर मौलिक हकमै व्यवस्था गरेका छ। अब हेर्नुस् है, मौलिक हक भनेको त अहरणीय हक हो। मौलिक हकमै व्यवस्था गरेका छ। मौलिक हकमा व्यवस्था गरेको कुरालाई चाहिँ अहरणीय अधिकार मानिन्छ र त्यो जातीय विभेद तथा छुवाछुत हामी चाहिँ गर्न हुन्न भन्ने कुरा हामीले सिकाउनु पर्ने त्यहाँनिर जरुरी छ। किनकि हामी संविधान मान्छौँ, हामी यो देशका नागरिक हौँ। हामी यो देशका नागरिक भएपछि हामीले बनाएको संविधान नमानी नहुनेछ र त्यो कार्यान्वयनको पाटोमा जहाँ जहाँ कार्यान्वयन हुनुपर्छ त्यहाँ पनि कार्यान्वयन हुनुपर्छ र तपाईँ हामी बिचमा, तपाईँ हामी आबद्ध दलमा, तपाईँ हामी जहाँ जहाँ छौँ त्यहाँ सबैले चाहिँ यो जातीय विभेद गर्न हुन्न भनेर त्यो मनन गरेर लाग्यौँ भने जातीय विभेद चाहिँ अन्त हुन्छ। तपाईँ हाम्रा केटाकेटी ताते गरेर हिँड्दा माथिल्लो काकीको घर, तल्लो बाउको घर, उता मगरको घर, उता दमाईको घर, उता साकीको घरको बच्चाले भुलेको हुन्न। ऊ जसको आएर पनि छिर्दिन्छ, खान्छ, घुम्छ, रमाउँछ। संसार हाम्रो भनेको हुन्छ। जब हामी जस्ता छौँ नि एकदमै सबै जानेका पढे लेखेका भन्ने छौँ नि, हामीले सिकाउँछौँ। त्यहाँ पल्तिर काकाले हामीलाई साँधमा ठगेका छौँ, त्यस कारणले त्यो काका कहाँ नजानु भनेर मेरो परिवार मैले सिकाउँछु। पल्लो घर मगर हो, हामी बाउनु भनेर सिकाउँछौँ। त्यो घर दलित हो, त्यस कारणले होइन भन्छौँ। अर्को उसले ती माथिल्ला जाति भन्नेले हेपेका छन्, तिनी कहाँ नजानु भनेर सिकाउँछौँ र आज यो ल्याएका छौँ हामी नै हौँ। हिजोका पुर्खालाई धेरै मैले दोष दिन्न, किन भन्दा उहाँहरूले यहाँसम्म ल्याउनु भयो। केही नराम्रा कुराहरू थिए, त्यो हुँदाहुँदै पनि हाम्रो समाज यस्तो थियो। एउटा ब्राह्मण नै बच्चा बच्ची भएन, एक ठाउँमा हेराइ पुराइ गर्न गयो, फलानु दलित नाम गरेको जो देउता पुज्ने जाजुलले धामी छ, उसले फुकेर दियो चामल भने खाए तिम्रो गर्भमा बच्चा रहन्छ भनेपछि त्यो दलितले ठुकेरै दिएको चामल खाएर पनि गर्भबाट बच्चा जन्मिएर यो समाज अगाडि बढेको समाजको राख्ने हक। समाजमा अहिले घटना भइरहेको छ। हिजो हामी छलफल गर्दाखेरि अर्को पनि विषयमा छलफल गरिरहेको थियौँ कि उजुरी प्रक्रियामा घटनाहरू नै एकदम कम जान्छन्। गएका उजुरी प्रक्रियाको प्रभावकारी अनुसन्धान नहुने अर्को समस्या छ भने अर्को उजुरी प्रक्रियामै नजाने पनि समस्याहरू छ। यी समस्याहरूका सन्दर्भमा हामीले यो यस्ता खालका कार्यक्रम यो दिवस मनाइरहँदाखेरि चाहिँ एक दिनको अथवा 2 घण्टा 3 घण्टाको यसरी छलफल गरेर मात्रै समस्याको समाधान हुँदैन। यसलाई चाहिँ विभिन्न अभियानका रूपमा कार्यक्रम गरिनु पर्दछ पनि भनेका छौँ र हामीले हिजो छलफल गरे अनुसार यसलाई साप्ताहिक रूपमा होइन विभिन्न कार्यक्रमहरू गर्नुपर्छ भन्ने पनि हामीले छलफल गरेका थियौँ। पुराना पिँढीहरूले, पुराना हाम्रा पूर्वजहरूले अपनाएका गलत प्रवृत्तिहरूलाई हामीले चाहिँ यो पुनरावृत्ति नहोस्, हामी त्यसलाई चाहिँ परित्याग गर्दै जाउँ भन्ने किसिमको सोच फलाउँदै जाओस् र समाजमा जुन अहिलेसम्म चाहिँ भएका घृणा, विभेद, अब त्यस्तै किसिमले विभेदका कुराहरू चाहिँ आएका चाहिँ छन्, यी सबै इराडिकेट हुन पुगुन् र स्वस्थ समाजको निर्माण गर्न सकौँ। कुसंस्कार र अन्धविश्वासले ग्रस्त यो समाजमा अझै चेतनाको दियो बल्न सकेन। नेपालीले नेपालीलाई दबाइराख्ने अझै पनि सुसभ्य समाजको निर्माण हुन सकेन। अझै पनि सुसभ्य समाजको निर्माण हुन सकेन। दलित भनी प्रकृतिले जाने, दलित भनी प्रकृतिले जाने, दलितको हुन्थ्यो अर्कै स्वरूप। दलित भनी कलमले जाने, दलित भनी कलमले जाने, दलितले लेख्दा बन्द थियो अर्कै हरफ। यी सब भेद छैन भन्दा भन्दै, यही सब भेद छैन भन्दा भन्दै चल्ने यो कस्तो नियम। तोड्नुपर्छ यस्ता खराब विकृति, तोड्नुपर्छ यस्ता खराब विकृति आजैदेखि सोचेर समान। मानवमाथि मानवले थोपारेको यो कस्तो नियम, मानवमाथि मानवले थोपारेको यो कस्तो नियम। एकजुट भई हातेमालो गर्दै तोड्नुपर्छ यो भ्रम, एकजुट भई हातेमालो गर्दै तोड्नुपर्छ यो भ्रम। जति पनि ठाउँमा हामी जान्छौँ, हाम्रो कार्यस्थल होस् या हाम्रो विद्यालय होस्, हाम्रो समुदाय होस्, हाम्रो साथीकोमा जहाँ पनि त्यहाँ चाहिँ आफ्नो जातको कारणले गर्दा हामी आफ्नो आत्मसम्मानमा चाहिँ सम्झौता गर्न
सम्झौता गर्नुपर्ने भएको छ कि छैन त? के अहिले हामी भन्छौँ नि त होइन धेरै परिवर्तन भइसक्यो, धेरै चेन्ज छ, पहिलाको जस्तो त कहाँ छ र, अहिले त पहिलाको हेरेर धेरै परिवर्तन भएको भन्ने कुरा छ। परिवर्तन चाहिँ भएको, तर जुन मान्छेले भोगिरहनु भएको छ उहाँहरूको लागि परिवर्तन भएको छ कि छैन त भन्ने चाहिँ मलाई लागेको। समुदायभित्र म पनि एलजिबिटी आइडी भित्रै पढ्ने भएकाले त्यसैमा पनि दलितहरू छ, त्यसको लागि के कस्तो अवस्था छ र भर्खरै भएको घटना मुनिपाचल के अनि अस्ति एउटा आन्दोलनसँगै म ड्युटी गरेको चाहिँ मैले नै आफै चाहिँ अब प्रहरीको गेट अगाडि गएर आफ्नै बहिनीलाई न्याय दिनु सकेन त। एउटा उदाहरण थियो, त्यो निशा छ नि त, जुन मेरो बहिनी हो, मेरो एउटै माउलो हो हाम्रो, ऊ चाहिँ साइन दिदीको के अरे छोरी हो। अनि एउटै आगोमा एउटै थालमा खेलेको ठाउँ, अब उसको आत्मामा त कसरी हामीले न्याय दिन सक्छौँ? त्यसको लागि यो सरकार के हेरेको छ? प्रेमनगर नगरपालिका अनि कानुनहरू भयो, कानुनको कुराहरू यस्तै अनि कति दिन भइसक्यो? अनि जस्तै पञ्जिका बनाउँदाखेरि 35 दिनमा नै गराउनुपर्छ भन्ने आधार छ नि। हो त्यसरी नै न्याय दिँदाखेरि पनि के वर्षौँ लाग्ने हो र, के 1 वर्ष 2 वर्ष कुद्दै जाने हो र? त्यस्तो गऱ्यो भने त एउटा हिंसाले मात्र होइन, हजारौँ हिंसाले दुःख पाउने गर्दछन्। त्यस कारणले यो घटना कसरी हेर्नुभएको छ त्यसलाई पनि सम्बन्धित निकायलाई ध्यान जाओस् र यस्तै जातीय विभेदका कुराहरू दलित मात्र नभएर दलित अरू पनि अन्य विषयको पनि हुनुहुन्छ, त्यसलाई पनि हेरिदिनु होला भन्ने जानकारी गराउन चाहन्छु।